दुईचोटि जिते हो। फर्स्ट पनि हामीले नै जितेको, सेकेन्ड पनि अब हाम्रै भयो। अब थर्डमा चाहिँ हामीले ह्याट्रिक गर्नु चाहिँ अझ हामीलाई ठुलो चुनौती हुनेछ। ल यो चुनौती पछाउन चाहिँ हामी अझचोटि चाहिँ अझ आउनेछौँ। जितेको छ र उनीहरूको जसको उम्मीद हुन्छ जित्छु भन्ने उम्मीद भएकोले फेरि जित्छ पनि उहाँहरूको उम्मीद छ। दर्शकबिन तपाईले हेर्दै हुनुहुन्छ बिर्गज चर्चा न्यूज र अहिले हामी छौं बिर्गज आदर्श नगरमा जुन रङशाला छ। यहाँ चाहिँ दोस्रो बिर्गज गोल्ड कप भइरहेको थियो। आज फाइनल थियो। फाइनल चाहिँ नेपाल पुलिस क्लबले चाहिँ जित सफल चाहिँ उहाँ हुनुभएको छ, जित्नु भएको छ। उहाँको क्याप्टन नेपाल पुलिस क्लबको क्याप्टन हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्न गएको छु। सर बिर्गज चर्चा न्यूजमा तपाईलाई स्वागत छ। धन्यवाद। तपाईको सानो परिचय पहिला मेरो चाहिँ नेपाल पुलिस टिमको क्याप्टेन हो। म दर्जाले चाहिँ असै हो। मेरो नाम चाहिँ रामचन्द्र बाजी हो। मेरो घर चाहिँ 5 थर। आज चाहिँ फाइनलमा पुग्नु भएको थियो। आज फाइनल जित्नु भएको छ। तपाईलाई कस्तो फिल भइरहेछ? एकदमै म त व्यक्तिगत भन्दा नि मेरो टिमको लागि चाहिँ हाम्रो टिमको लागि सम्पूर्ण नेपाली अब नेपाल पुलिस परिवारको हाम्रो 80,000 को परिवार छ। परिवारकै तर्फबाट यो परिवारलाई नै खुसी दिलाउनु पाउँदा चाहिँ हामी एक टिम गर्वन्वित छौँ र खुसी दिन साट्नु पाएकोमा चाहिँ हामी आफूलाई पनि गर्व महसुस गरिरहेछौँ। आउँदो दिनमा चाहिँ तपाईहरुको प्रयास के रहनेछ? अब अभियसली अब लगातार हामीले यो दुईचोटि जिते हो। फर्स्ट पनि हामीले नै जितेको, सेकेन्ड पनि अब हाम्रै भयो। अब थर्डमा चाहिँ हामीले ह्याट्रिक गर्नु चाहिँ अझ हामीलाई ठुलो चुनौती हुनेछ। ल यो चुनौती पछाउन चाहिँ हामी अझचोटि चाहिँ अझ आउनेछौँ। तपाईहरुले सुन्नुभयो, उहाँले दुईचोटि गोल्ड कप चाहिँ जित्नमा सफल हुनुभएको छ र तेस्रो चोटि पनि उहाँले जित्न सक्नुहुन्छ भनेर उहाँ प्रतिबद्धता जो पनि जनाउनु भयो। हस् धन्यवाद। पुलिस क्लबले म्याच जितेको छ, विजेता बनेको छ। त्यही सन्दर्भमा हामी कुरा गर्न गइरहेछौँ। हाम्रो बिर्गजका सिडी सर हुनुहुन्छ। सर बिर्गज चर्चा न्यूजमा तपाईलाई स्वागत छ। धन्यवाद। आज यो पुलिस क्लबले चाहिँ नेपाल पुलिस क्लबले चाहिँ जितेको छ। आजको यो दोस्रो बिर्गज गोल्ड कपमा विनर भएको छ। यसमा तपाईको भनाइ के छ? होइन, अब खेल त जसले राम्रो खेल्छ उसले जित्छ भन्ने कुरा स्वाभाविक अनुमानको विषय हो। नेपाल पुलिस क्लबको साथीहरूले चाहिँ उत्कृष्ट प्रदर्शन गर्नुभयो र चाहिँ अलिकति परिस्थितिले उहाँलाई साथ पनि दियो जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि जित उहाँको पल्टामा गयो। आजको दोस्रो बिर्गज गोल्ड कप जुन भयो त्यसमा चाहिँ विजेता नेपाल पुलिस क्लबले भएको थियो। त्यही सन्दर्भमा हामी कुराकानी गर्न गएको छौँ। हाम्रो बिर्गजका एसपी मिश्र सर हुनुहुन्छ, गौतम मिश्र सर। सर बिर्गज चर्चा न्यूजमा तपाईलाई स्वागत छ। धन्यवाद। थ्याङ्क यू। पुलिस क्लबले आज चाहिँ नेपाल पुलिस क्लबले आज जितेको छ। आजको यो जुन दोस्रो बिर्गज गोल्ड कप थियो, यो विषयमा तपाईँ के भन्नुहुन्छ? यो गोल्ड कपमा दुईटै टिम कम्पिटेन्ट थिए, दुईटै राम्रा थिए। गेम चाहिँ धेरै कम्पिटिसनमै गेम गइरहेको थियो। अब गेम भन्ने कुरा हार जित चाहिँ अलिकति लक पनि भर पर्छ। हाम्रो पुलिस क्लबका साथीहरूले राम्रो मेहनत गरे। लास्टमा जुन उसको बेलामा पेनाल्टीको बेलामा विजय भयो, खुसी लागेको छ। उतातिर नेपाल पुलिस क्लबका क्याप्टन ज्यूसँग पनि हामी कुरा गऱ्यौँ। उहाँले भन्नुभयो यो हाम्रो जित होइन, हाम्रो यो सम्पूर्ण पुलिस प्रशासन प्रहरीको नै जित हो। यो भनाइमा तपाईँ कतिको? डेफिनेटली उहाँले भनेको ठिक हो। यो जित भनेको नेपाल प्रहरीको जित हो। अब उहाँहरूले राम्रोसँग खेलिदिनु भयो, नेपाल प्रहरीको इज्जत राखिदिनु भयो। हाम्रो गरिमामा इतिहास छ फुटबल खेलमा, त्यो इतिहासलाई कायम गर्नुभएको छ। उहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँहरूको एउटा अरू भनाइ के छ कि हाम्रो यो दोस्रो पटक चाहिँ जित्यो, हाम्रो तेस्रो पटक पनि जित्ने चाहिँ पूर्ण कोसिस हामी गर्नेछौँ भनेर तपाईँ प्रशासनबाट उहाँहरूलाई चाहिँ कुन किसिमको सहयोग दिन सक्नुहुन्छ, जसको बापत आउँदो दिनमा पनि उहाँहरूले फेरि विनर बनेर थर्ड चोटि पनि विनर बन्न सक्नुहुन्छ भनेर तपाईँको अरू के? बिल्कुल हाम्रो खेलाडीहरू चाहिँ स्मार्ट छन् होइन। अब यसमा गत पहिलो सिजनमा पनि हाम्रो टोलले जितेको थियो, सेकेन्डमा पनि जितेको छ र उनीहरूको जसको उम्मीद हुन्छ जित्छु भन्ने उम्मीद भएकोले फेरि जित्छ पनि उहाँहरूको उम्मीद छ। उहाँहरूले त्यही अनुसार तयारी पनि गर्नुपर्छ र पक्कै पनि जित हासिल गर्नुहुनेछ। सही हम जोड़े के छे। हम आज के जौन दोस्रो बिर्गज गोल्ड कप रख एमे जौन सेकेंड जो विनर जो कह जाला ओकरा के हबीब मियाँ जी के तरफ से 5 लाख जो धनराशि लगा इहे के दिले बने के जानकारी में रखा उस विषय में बात कर बिर्गज चर्चा न्यूज में। सर अपने का स्वागत बा। धन्यवाद बा। आज बड़ा खुशी के दिन हम महसूस कैनी। कम से कम आज एगो पुलिस क्लब हमने के कम से कम एगो देश के नाज हो, देश के सम्मान हो। ऐसे पुलिस से जो जीतल हमने के एउटा बहुत बड़ा एउटा खुशी बाटे। जो कम से कम अंतर्राष्ट्रीय में से लेके देश ले पन एगो कम से कम एगो प्रदर्शी भइल। आवाला दिन में भी कर रहल बा जो जीते ओकरा के अग्नि में बधाई उ लोग के देवे चाहते हैं। भाई के आज भी हम बहुत खुशी बानी। हम पर्सा जिला बिरगंज महानगर के 21 के पूर्व वार्ड भी हैं। ओका मुस्लिम संघ नेपाली कांग्रेस के
परसा के सभापति हैं। आज हम 5,55,000 भेला से आज सेकेंड हम जौन पुरस्कार देने खातिर बहुत हम खुशी बानी जे ई जौन एगो हमनी के हमें सहयोग करनी सन। जैसे वीरगंज के एगो मान सम्मान से जुड़ल चीज है, वीरगंज से मान सम्मान जुड़ल चीज है, ऐसे हमनी के बहुत खुशी। बाकी भी आई टीम सेकेंड भी वही लोग ऐसे हार जीत ना होला, 2 आदमी लड़ता हुए हारी जीती ई तो परंपरा के बात हो गए। ऐसे हम हारल खिलाड़ी लोग के भी हम कहे शुभकामना दें जे हारल के हारल ना समझल जाला, ऐसे जीते समझ के खेल के दौरान जीते समझ के आज काठमांडू आप जाता हमारा देश के वासी लोग केहू जीतल तो हमारा देश में जीतल, हमारा देश के वासी लोग। पुलिस भी हमरे भाई है और वो भी ऐसे वो लोग थोड़ा ही महसूस आवाला दिन का, तो वो लोग के भी अग्रिम बधाई हम देते नहीं। अग्रिम जो वो लोग जीती कह के हम भी अग्रिम बधाई था जे देश ना अंतर्राष्ट्रीय में भी वो लोग जाके जीतो, हमारी शुभकामना बा। बाकी बा जे आज बहुत खुशी बानी जे एगो हम अपन एगो जिम्मेवारी जो होता वो जिम्मेवारी हम निभौले बानी। आवला दिन खातिर भी जरूरी पड़ी निभारी में हम शामिल है।